अहिले भनी चाहिँ नि हामी चाहिँ यहाँ भिजन एकाडेमी सालघारीको तल्लोपट्टिको रोडमा छौँ है। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हाम्रो बहिनीको जेठानी दिदीको है यसरी भिजन एकाडेमी स्कुल प्राइभेट स्कुलको अगाडि छौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ सालघारीको चर्च हेर्नुहोस् अति सुन्दर। अनि सधैँ पनि आएको हो, तर यहाँ हाम्रो सोल्टिनीहरू चाहिँ फर्स्ट टाइम हुनुहुन्छ हो। उहाँहरूलाई घुमाउँदै यसो मजा गर्दै हामी चाहिँ अब हामी भोट मागौँ भने चाहिँ केमा मागौँ, तर फुल चाहिँ हामीले भेटेर चाहिँ यसरी बोकेको छौँ है आज चाहिँ। भोट चाहिँ बगनबेलीमा हो कि तेजपत्तामा है, तपाईँहरूको चोइस चाहिँ। यता सोल्टिनी चाहिँ फेरि यता सोल्टिनी चाहिँ हाम्रो भुटानबाट हुनुहुन्छ है। अनि उहाँ पनि फर्स्ट टाइम आउनु भएको, त्यसैले गर्दा हामी इन्जोय गरिरहेको छौँ है। हामी सोल्टिनी खै अनि अर्को सोल्टिनीको विषयमा भन्नु भएन त तपाईँहरूलाई के लाग्यो दुईजनाको? मलाई चाहिँ अब यहाँ सोल्टिनीहरू भेट्यो, उहाँ सोल्टिनी उहाँ बहिनी हो सोल्टिनी, भिडियो लिँदैछ, पुरा मन पर्यो। पहिला त भेट भएको थिएन, भेट त भएको थियो अलिअलि, तर बातहरू चाहिँ भएको थिएन हो। अहिले फर्स्ट टाइम भन्यो नि भयो, पहिल्यैदेखिको साथी जस्तै भयो, साह्रै खुसी लाग्यो। मलाई पनि खुसी लाग्यो। सालघारी कस्तो लाग्यो तपाईँहरूलाई? फर्स्ट टाइम आएको र मजा लाग्यो। अब यहाँ आइसकेर चाहिँ फर्किनु मन परेको छैन। हजुर, सोल्टिनीले राख्यो। यहाँको यो धुलो चाहिँ कस्तो लाग्यो? धुलो मुलोबाट नो प्रब्लम। धन्यवाद। त्यसो भए अन्त बाउ अन्त बुढो भएछ कहाँ चिन्छ त। पर्खाइ छ काइला दाइको। He's on the way. He's coming from Gangtok. पर्खिँदैछ, आयो जस्तो छ है गाडी। भाइ गर्जन नजाउँला के भन्न त भन नि। यही हो गाडी। एदिल लु अजाउँला के भन्नुहोस् मामालाई। हाई वेलकम छ सालघारीमा हाम्रोमा। गेट वेल सुन। ओके
छ न्यू मामा त्यहीँपट्टिदेखि सर्छ पुष्पा झुकेगा नहीं पुष्पा होइन जिके दादा झुकेगा नहीं एकछिन ब्यालेन्स गरेर खुट्टाले अलिकति नर्मल क्याप्चर भयो गुरु आमाको निस्के दिदी हौ तपाईँ त भेनाको त चप्पल उहिले चप्पल चप्पल लगाइदिनु अब चिन्छ नि अस्ति यता उयसमा एकछिन फ्रेस हुन्छ नि एकछिन ब्यालेन्स गर्नु एकछिन एकछिन ब्यालेन्स खाली खुट्टा हिँड्नु नि यता एकछिन मुम्बईको गेट त जान सक्छ कहाँ जान्छ ढाड दुख्यो होला है दादा लाग्छ लागोस् न के हुँदैन अलिकति कहाँ लाग्छ दादा चाहिँ सालिपिट अप्सनमा नि बस्नु लगाउनु नि लगाउनु नि पापा सर्छ अन्त एकछिन ढाड पर्छ नि त्यही बरु खाली अब जान्छ नि केटा सिधा खुट्टा टेक्यो न ज्याकी दादा कमल देखाइदेऊ एकछिन बस्नु एकछिन ब्यालेन्स गर्नु तागत निकाल्नु त लगेको सिधै गाडी निकालिदिनु चप्पलले अप्ठ्यारो भयो गराइदिनु बरु अचन भाइ चप्पल खोलिदिनु दादा आफै भन्नु सक्यो अन्त दुई छोराले हेर हिँड्ने हुने रहेछ हामीलाई दादा प्रेस द लर्ड भनेर भन्छौँ हामी चाहिँ है हामी परिवारहरू यसरी दादालाई पर्खिरहेका थियौँ आज हाम्रो सबै गडले नै मिलाइदिन्छ है यो सबै कुराहरू यस्तो दामी हिँड्ने भयो आइसले जाति भयो पनि हौ बाई बाई गुड नाइट ताजा कहिले आउने हो ल लाइटर आमालाई लिएर आउँछ एउटा ल्याउँछ उता सोमबारेमा आउँछ नि हौ हुन्छ छिट्टै भेटौँ है